सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला जानकी गाउँपालिका वडा नम्बर 9 स्थित यो कटासे बजार हो। कटासे बजारको फिल्म हल तपाईले देखिराख्नु भएको छ। यो हो। यो निकै कटासे बजारको एउटा आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु थियो त्यतिखेर यो। अब म त त्यतिखेर स्कुलमै पढ्थेँ, सानै थिएँ, थाहा थिएन। हामी अलिअलि याद छ मलाई यो स्कुल कटासे हल फिल्म हल भन्दै गरेको। त्यतिखेर हाम्रो स्कुलिङ के थियो भने फिल्म हेर्नु हुँदैन, फिल्म हेऱ्यो भने राम्रो भइँदैन, अनि फिल्म हेर्नुहुन्न भन्ने स्कुलिङबाट हुर्केको व्यक्ति हो म। त्यसकारण अब सानै अवस्थामा सायद 3-4 कक्षामा कतिमा पढ्थेँ जस्तो लाग्छ त्यतिखेर म। त्यतिखेर मैले कटासे अलि यो बाटो पारि थियो, अहिले त यहाँ पिच बन्यो यो रोड होइन, उताबाट बाटो थियो कि त्यो बाटो, यो फिल्म हल यता थियो, उता चाहिँ बाटो थियो। त्यतिखेर फिल्म हल आइसके पछाडि यहाँ टिकापुरदेखि लम्कीदेखि चिसापानीबाट अनि भजनीबाट फिल्म हेर्न आउँथे यहाँ मान्छेहरू। यो कटासे बजारको एउटा आकर्षणको केन्द्रबिन्दु थियो। धेरै लामो समयसम्म त यो टिक्न सकेन। त्यस पछाडि कटासे बजार यहाँबाट हट्यो र लम्की गयो, चिसापानी गयो, टिकापुर गयो। यसकारण यो अहिले भग्नावशेष हामीसँग यो इतिहास साक्षी छ। कटासे बजारको अहिले देखिएको एउटा घर यो, अरू पनि एक दुईवटा अरू भग्नावशेष छन् जस्तो लाग्छ मलाई। अलि नजिक आउनु, क्यामेराम्यान अलि नजिक आइदिनुहोस् प्लिज। यो हो अलि तल कटासे बजारलाई चिनाउने, कटासे बजार यहाँ थियो भनेर देखाउने एउटा सङ्केतको रूपमा भग्नावशेष, यो अवशेष यहाँ बाँकी छ। हाम्रो पनि यहाँ बजार थियो त्यतिखेर। हामीले यहाँ बजार पसल थियो होइन। अनि कटासे बजार खरिफाटको लागि त यो त एउटा हब नै थियो। यो काठमाडौँ नै थियो हाम्रो लागि, राजधानी थियो कटासे बजार खरिफाटको लागि। यो माथि जुम्ला हुम्ला सुर्खेत दैलेखबाट अनि यता पहाडबाट अछामबाट मानिसहरू यहाँ बिक्री किनबेचको लागि किन्न आउँथे सामानहरू। यो चाहिँ फिल्म हलको भग्नावशेष अवशेष अहिले पनि बाँकी छ। अब मैले तपाईँलाई त्यहाँ देखाएँ, यता देखाउनुहोस् क्यामेराम्यान, यता देखाइदिनुहोस्। यो कटासे बजार हो। कटासे बजारको अहिले केही अवशेष मात्र बाँकी छ। अहिले यहाँ घरहरू बन्दैछन्, बजार त्यस्तो छैन। केही बिल्डिङहरू भने, पक्की बिल्डिङहरू भने, त्यतिखेर नै त्यहाँ यत्र ठुला बिल्डिङहरू यहाँ थिए। हामी सानो हुँदाखेरि देखेको मैले। अहिले अब यस्तो छ अहिले कटासे बजारको अवस्था अहिले। मलाई थाहा छ यहाँ कटासे बजारमा म सानो थिएँ, स्कुलमा पढ्दाखेरि डलबमा हामीले इन्कम जेनेरेट गर्थ्यौँ। यो हाम्रो घरको आर्थिक अवस्थालाई धान्नका लागि हामीले इन्कम जेनेरेट गर्थ्यौँ। डलब, हामी राँगा थिए, डलब थियो, गाडा थियो होइन। यहाँ आउँथ्यौँ कटासे, कटासेभन्दा माथि माटो हुन्थ्यो, त्यहाँ माटोबाट त्यहाँ गएर डलबमा माटो ल्याउँथ्यौँ, कटासे बजारमा राख्थ्यौँ हामीले, तरकारी बेच्थ्यौँ। अनि यहाँ गाउँबाट खरिफाटबाट यहाँबाट नजिकै हो मेरो घर। अनि यहाँ आउँथ्यौँ कटासे बजारमा, टाउकोमा छाप्रो होइन, हामी छाप्रो भन्छौँ यहाँ। छाप्रोमा तरकारी, साग, मकै अनि तरकारी हामी बेच्थ्यौँ यहाँ। त्यतिखेर 1 रुपियाँको यत्रो मुठो, त्यो मुठो भन्छौँ हामी यहाँ, मुठो भनौँ न, त्यो सागलाई 1 रुपियाँ पनि मान्छेहरू किन्दैन थिए कि, त्यस्तो हुन्थ्यो त्यतिखेर। अहिले त अब एउटै मुठोको काठमाडौँमा 25, 30, 40, 50 रुपियाँ पर्छ। अनि यहीँबाट हामी चिसापानी बजार जान्थ्यौँ, मकै बेच्थ्यौँ, यहीँ पनि मकै बेच्थ्यौँ। अहिले बजारको अवस्था यस्तो भएको छ। अब बिस्तारै परिवर्तन हुँदैछ। देश सङ्घीयतामा गइसके पछाडि अब स्थानीय सरकार यही हाम्रो वडा कार्यालय छ खरिफाट, वडा नम्बर 9 को खरिफाट चौराहामा। अनि अहिले यहाँ एउटा इतिहासको रूपमा साक्षी छ यो कटासे बजार हो। तपाईँले कटासे बजारको बारेमा कर्णाली ब्लुजमा पनि तपाईँले पढ्नु भएको छ होला। अनि यो फिल्म हलको भग्नावशेष मात्र बाँकी छ। क्यामेराम्यान अलि अगाडि आइदिनुहोस् त, अलि अगाडि आइदिनुहोस्। अब यताबाट यो कोणबाट देखाइदिनुहोस् न प्लिज, यो कोणबाट, यो एङ्गलबाट। अनि अहिले यहाँ यस्तो छ। मलाई लाग्छ यसलाई भत्काउनु हुन्न भन्ने लाग्छ। यो चाहिँ एउटा अवशेष हो, इतिहास हो, कटासे बजारको एउटा चिनारी। अन्य घरहरू पनि छन्, अन्य घरहरू भन्दा यो एउटा इन्टरटेन, मनोरञ्जनको लागि एउटा यो केन्द्रबिन्दु थियो त्यतिखेर। फिल्म हेर्ने कल्चर यहाँबाट हाम्रो सुरुवात भएको त्यतिखेर। फिल्म अब यद्यपि मैले त हेर्नुहुन्न भन्ने मान्यता थियो, सानै थिएँ, पैसा पनि हुँदैन थियो त्यतिखेर। सायद म 2-4 कक्षामा कतिमा पढ्थेँ जस्तो लाग्छ त्यतिखेर। अनि यही यो अहिले कटासे बजारको इतिहास अवशेष यहाँ बाँकी छ। मलाई लाग्छ यतातिर अलिक क्यामेरामा यता गइदिनुहोस्। अहिले यहाँ पक्की घर भन्यो होइन, माथि कटासे बजारको यो अहिले हामी पूर्वतिर छौँ, पूर्व पश्चिम दक्षिणतिर त्यहाँ सेती इङ्ग्लिस बोर्डिङ स्कुल थियो। त्यहाँ त्यो बोर्डिङ स्कुलमा म चाहिँ पढेको हो त्यहाँ। अहिले त्यहाँ त्यसको भग्नावशेष केही पनि छैन। अनि यही कटासेमा पढेको हो।
अनि यहाँ हेरौँ, अब यो हाम्रो घरतिर जाने बाटो हो। अहिले कटासे बजारको स्वरूप परिवर्तन भएको छ। देश संहितामा गइसके पछाडि कटासे बजारलाई संरक्षण गर्नु पर्थ्यो कि वास्तवमा स्थानीय यहाँको सरकारले यसको दायित्व हो, यहाँका जनताहरूको पनि दायित्व हो, यहाँका राजनीतिक दलका नेताहरूको पनि दायित्व हो हैन। राजनीतिक दलका नेताहरूको त्यतिखेर सक्रिय यसमा एउटा रोल प्ले भएन। यदि यहाँका राजनीतिक दलका नेताहरू त्यतिखेर त्यो खालको एउटा चेत भइदिएको भए हाम्रो गाउँलाई हाम्रो ठाउँलाई बनाउनु पर्छ, हाम्रो यो कटासे बजारलाई संरक्षण गर्नुपर्छ भनेर त्यो खालको चेतना भइदिएको भए सायद त्यो खालको के भन्ने अब स्कुलिङ भन्ने कि त्यो खालको एउटा फिलोसफी भन्ने कि हैन, त्यो भइदिएको सायद कटासे बजार रहन्थ्यो कि हैन। अहिले पनि कटासे बजारलाई स्थानीय सरकारको संरक्षण र सम्वर्धनमा यहाँका अवशेषहरू जुन छन् यहाँ संरक्षण गरिनुपर्छ, राखिनुपर्छ, नयाँ पुस्तालाई त्यो देखाउनुपर्छ हैन। अहिले मेरो पुस्तासम्म थाहा छ, तर मभन्दा पछाडि आएका पुस्ताहरूलाई अहिलेका स्कुल पढ्ने भाइ बहिनीहरूलाई बालबालिकाहरूलाई कटासे बजार थियो भन्ने एउटा इतिहास मात्र भयो कि त्यो छैन। अहिले उनीहरूले थाहा गर्दैनन् अहिले यहाँको बाटो परिवर्तन भएको छ, यहाँको संरचना परिवर्तन भएको छ। अहिले यहाँ अब मानिसहरू कृषि जन्ने कुरामा अलिअलि लागेको देखिन्छ, धेरै होइन थोरै मात्रै। अनि घर घरमा रोड जाँदैछ, मानिसहरू त्यतिखेर हामी घरमा तरकारी केही रोटी पकाउँथ्यौँ, भोक लाग्यो भने नास्ताको लागि रोटी खान्थ्यौँ, तरकारी पकाउँथ्यौँ, भात खान्थ्यौँ। अहिले मानिसहरू चाउमिन खान थाले, हेर्नुहोस्, कुरकुरे खान थाले, मोमो खान थाले। म त यसको विरोधी, हेर्नुहोस्, यो जङ्क फुडहरू कुनै पनि खानुहुन्न भन्ने स्कुलिङ मैले चाहिँ दिने गरेको छु। त्यसकारण अनि पहिलाको जुन खालको एउटा मानिसहरू त्यतिखेर धेरै बाँच्थे, हामी परिश्रम गर्थ्यौँ, खेतबारीमा जान्थ्यौँ, हलो जोत्न जान्थ्यौँ हैन, कृषि कर्म गर्थ्यौँ। अहिले तरकारी पनि किन्न थाले, तरकारी पनि टिकापुर बजार लम्की चिसापानी गएर किनेर खान थाले, भोक लाग्यो भने नास्ताको लागि मोमो खान थाले। यसकारण गाउँमा अहिले सहर पस्यो। सहर पस्नु राम्रो हो, तर सहर यो मानेमा पस्यो कि हामी अलि आधुनिक भइदियौँ। अब हामीले यहाँ स्थानीय परिकारहरू, हाम्रा घरका मौलिक जुन थियो मौलिक खानाहरू, अर्ग्यानिक खानाहरू, त्यो खाना छोडेर हामी सहर बजारतिर पस्यौँ। त्यसकारण बजारको सहरको एउटा बेफाइदा मलाई त्यस्तो लाग्यो। घर घरमा गाउँमा अहिले सहर पस्यो, तर त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा असर गर्यो। हामी जङ्क फुड खान थाल्यौँ। हामीलाई यो डिजिटल मिडियाको एउटा प्रभाव, नकारात्मक प्रभाव, सोसियल मिडियाको प्रभाव, यसले के गरिदियो भने अनि हामीलाई यसले अलि आधुनिकतातिर लगिदियो हैन। आधुनिकतातिर लगेर हाम्रो स्वास्थ्यमा, हाम्रो जीवनशैलीमा परिवर्तन ल्याइदियो। नकारात्मक त्यसका केही सबल पक्षहरू पनि छन्, तर नकारात्मक त्यसले चाहिँ केही कमजोर पक्षहरू गरिदियो। त्यसैले गाउँघरको जीवन, यहाँको जीवनशैली राम्रो हो, तर गाउँघरमा सहर पस्दाखेरि अलि नराम्रो भयो। हाम्रो जनजीवनलाई प्रभाव पार्यो, सोच विचार माइन्डसेट परिवर्तन भयो। अहिले मान्छेहरूको पहिला चोकमा, गल्लीमा, बजारमा मान्छेहरू देख्थे, चोकमा आउँथे, घर घरमा एउटा छिमेकीले अर्को छिमेकी यहाँ गएर सोध्थ्यो के छ कस्तो छ भनेर, ठेक्कीमा, कुनै चौबाटोमा, अनि चौराहामा भेट हुन्थ्यो। अहिले मानिसहरू मोबाइलको कारणले गर्दा युवाहरू यस्तो चोकमा गल्लीमा आउन छोडे, घरमै उनीहरू बस्न थाले, रमाउन थाले, घरकै एउटा कोठाभित्र मोबाइलमै उनीहरू रात दिन समय बिताउन थाले। त्यसकारण यसको बेफाइदा पनि छ। सोसियल मिडियालाई सही रूपमा सदुपयोग गर्यो भने यसको फाइदा छ। जब यसलाई हामीले एउटा आइसोलेसनको जीवन बिताउनु भएन मोबाइलको कारणले गर्दा। हेर्नुहोस्, यति राम्रो हरियो छ यहाँ, हाम्रो लबदाईको घर यो, लबदाजुको। अनि यसको राम्रो पक्ष पनि छ। यो चौसा आँप पनि फल्या रहेछ, कागती कति राम्रो छ हैन। कृषि गर्नेहरूले यहाँ कृषि कर्म राम्रो गरिराखेका छन्, अधिकांशले नै। प्रायले यो तरकारी फलाउने, अम्बा फलाउने होइन, फलफुल फलाउने अलिक कम छ कि गाउँघरमा। यसको यो सहरको प्रभाव हो, सहरको प्रभाव बढी भयो। अनि मानिसहरू अलि सहरिया हुन खोजे, भोक लाग्ने बित्तिकै चाउमिन खान थाले, बजारबाट चाउ ल्याउने, पकाउने, खाने। त्यसले दैनिक जीवनमा मान्छेको स्वास्थ्यमा असर गर्यो कि। त्यसकारण अहिले यहाँ मैले देखेको पछिल्लो समय यहाँ क्यान्सर रोग पनि बढेको देखेँ मैले गाउँघरमा, हाम्रो खैरीफाटमा पनि क्यान्सरबाट केही हाम्रो आफन्तहरू पनि बिते। अनि जाँड रक्सी, धुमपान, मद्यपानको लत बस्यो, अझै बस्यो। हाम्रो पालामा त्यस्तो थिएन,
अनि कुलतमा लागु औषध दुरुव्यसनमा फसेका त्यसको प्रभाव पनि यहाँ धेरै देखियो। त्यसकारण यस्ता कुराहरूलाई रोक्नु पर्यो। सबभन्दा पहिला त आफै चेतनशील, अलिक चेतना आफैमा हुनु पर्यो कि परिवारबाट त्यो स्कुलिङको सुरुवात गर्नु पर्यो। स्कुलमा मात्र पढाएर, स्कुलमा मात्र शिक्षक शिक्षिकाले टिचरहरूले पढाएर मात्र पुगेन। घरमा त्यो स्कुलिङ छैन भने स्कुलको शिक्षाले मात्र पुग्दैन। स्कुल त पहिलो शिक्षालय भनेको त, पहिलो युनिभर्सिटी भनेको, स्कुल भनेको उसको घर हो। घरबाट सिक्ने कुरा, घरबाट जुन संस्कार उसले सिक्छ त्यो पछि बुढेसकालसम्म पनि त्यसको त्यो रहिरहन्छ। अब यो हेर्नुहोस्, पहिला अर्कै बाटो थियो, अहिले यस्तो बाटो बन्यो। ल अब आजको यो भिडियो भ्लगलाई यहाँ राखौँ।